हो म स्वाट क्रस गर्छु है भयो ल ल रेडी अझै उता अझै पछाडि पछाडि बाटो रहेछ नि मैले थप्दै देखेँ त अब कसले साथीहरूले यही बाटो रहेछ कि यही बाटो हो कि त यही बाटो सुरु गर भयो अझ पछाडि पछाडि गए पनि हुन्छ तिमी ब्याग जाऊ हो अझै अझै जाऊ ल यो बजार हो नमस्ते यो चाहिँ बैन्डाको यहाँको पुलिस चौकी हो पुलिस चौकी बन्दैछ अनि यो चाहिँ लमङथान गाउँपालिका वार्ड नम्बर 5 कार्यालय यो चाहिँ यही हो ए हेर्नुहोस् मनायो लमङथान यही छ यही रहेछ
अब तिमी तल जाऊ होइन ऊ त्यो तलबाट सर र तलबाट खिच अनि म फेरि रुक्छु अनि फेरि तिमी तल जाऊ अनि त्यसरी म त डाउन हिल गइरहेको खिच है बुझ्यो ऊ त्यो गोरुनिर गएर अनि म त्यहीँनिर रुक्छु तिमी फेरि अगाडि जाने ल म आएँ ल अब जाऊ तल फेरि बन्द गरेर चाहिँ होइन जाऊ 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 त्यहाँ म पछि मिलाउँला अझै तलबाट के यस्तो के यता सुन मान्छे र यो साइकल सर र देखिने गरेर के ल अझ 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 तल राख अझ तल के तल ओ जान्छ के साथीले ल ल अब फेरि तल जाऊ यता 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 ल ल के छ हौ गाउँले के छ घुम भाइ अरु त्यस पछाडी जवाबै दिने हुँदैन ए मैले सुनेछु घुमघाट गरेर अरू गाउँै छैन त रास्तै गरेर अस्ति नै हाने रहेछ है गाडीमा यसो हो कि अब हैन बरु त्यतिकै दिनहरुले मार्दियो त छुट्टै कुरा हो तर चाहिँ हामीले भन्न मिलेन के जे गर्छन् अब त्यसले गर्ने प्रशासनले नै भन्दियो यस्तो तलसम्म जानु पर्यो हैन यसो घुका घुमेर आयो हुन्छ ल भाइ जाऊ तिमी तल अर्को बाटो कुन भयो नि बाटो अर्को छँदै छैन अब उसले यताउता गर्दाखेरि आफ्नो गाडी बचाएर जाने उ रन्काइदिन्छ कि त्यो त्यहाँ अलिकति झुकेर जानु के छ र त्यो एकजनाले के गर्छ र यसो बाइकमा भन्नाले हामीले के गर्ने भन्ने भयो कि अब त्यो त अब त्यस्तो मान्छेले अन्त फर्काउने नि केही गर्न नि मिलेन नि त त्यही हो त हामीले त कसरी बसेर जाने मात्र भएर त्यही हो हिलोमा हामीले त्यहाँ ढुङ्गा खसाल्यो भनेपछि कोही केटा मान्छे भए अलि हुन्थे आइमाई हो कति फाल्न सक्छ रे फाले कटिहालिन्छ कहाँनिर यो ठुलो गाडीहरू धेरै फुट्यो त्यसले तपाईहरुले यार उसो गर्नु न यार यहाँको मान्छे यसो भन्नु न कहाँनिर गयो मैले नि अप्ठ्यारो हुन्छ हामी मुचुल्को गराउँदा तपाईहरुकै सिग्नेचर फेरि चाहिन्छ अनि त्यो बौला छ हामी त्यही भएर यसो अनि बाटोमा हिँड्ने जसलाई पनि हान्दिने हामीले गाडीलाई हानिदिन्छ भने यो अहिले भर्खर हामी भाषै बुझ्दैन ए सिसी फुटेछ अहिले भर्खर गाडी गएको सिसा फल्छ कहाँनिर यतैपट्टि हजुर यतै तलै छ का
ए आर्मी ब्यारेकनिरको त्यहाँनिर हो सिसा फोड्ने हो त्यहाँनिर त्यो आर्मी ब्यारेकनिर एउटा नाम झोल बनाएको छ नि आर्मीहरूले निकाल्न खोज्नु पर्यो नि अब आर्मीले कसले के गर्न सक्छ भने पागललाई सबभन्दा ठुलो राजा भन्नु राजाभन्दा ठुलो विधि हो नि विधि चाहिँ को सक्छ र भन्ने को सक्छ र अझै यता अझै अब राम्री ल। मान्छे ल्याउने सम्झाउने अनि अब पागल ए यहाँ यसो ढुङ्गाको चिपचिपबाट कि ल म स्वाट्ट आउँछु ल अब फेरि ऊ त्यो टर्निङमा जाउँ म अलिकति अगाडि गएको छ भनेर ल अब त्यो टर्निङमा जाउँ अब हुँदैन अब त्यो सकिन्छ अनि ठ्याक्कै हुन्छ ल अझै पछाडि जाउँ त्यहाँ त्यो आर्मी ब्यारेक छ नि माथि हिँड्दै जाउँ न म भनिहाल्छु तिमीलाई सुन्छौ अनि त्यो आर्मी उसमा चाहिँ त्यो एउटा आइमाईले सिसा फोडिदिँदो रहेछ क्या गाडीको त्यहाँ चाहिँ बी केयरफुल भनिरहेको छ क्या मान्छेहरू त्यो माथि त्यो चौरमा आर्मी ब्यारेक छ नि ल बाबु यता 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 ऊ त्यहाँ कुनाबाट स्वाट्ट अझै कुना टर्निङबाट मान्छे स्वाट्ट आइरहेको ल हेर अझै पछाडि जाऊ ल हो त्यहाँबाट हेर अनि तिमी ल ल अझै अगाडि मलाई हेर हो अब खिच ढुङ्गा ढुङ्गा जस्तो आओस् न खिच्यो ल अनि अलिअलि पछाडि जाने है हजुर अनि के भयो र